हेलो साथीहरू, लो यहाँ हेर्नुहोस् त कति दामी साग। यतातिर आलु पनि लगाएको रहेछ। ल हेर्नुहोस्, आलु पनि कति मजाले बढेर ठुल्ठुलो भइसकेको रहेछ। ल हेर्नुहोस्, ल साग आलु कस्तो राम्रो। सागसब्जी लगाउनुको लागि करेसा बारीकै जरुरत हुन्छ भन्ने पनि छैन। यहाँबाट तपाईँले उदाहरण पाउनुहुन्छ कि। ल हेर्नुहोस्, एउटा थर्मोकोलको बक्सामा कस्तो दामी साग। ल हेर्नुहोस् त, त्यसपछि आलु पनि लगाएको रहेछ। ल साग ल हेरिहाल्नुहोस्, कस्तो मजाको कति दामी ठुल्ठुलो भइसकेको रहेछ। र आलुको लो हेर्नुहोस् त, आलु लगाएर कस्तो दामी। यो चाहिँ घरको छतमा यसरी लगाइएको छ। ल हेर्नुहोस्, ल कस्तो राम्रो कति मजाको साग। ल हेर्नुहोस् त, ल आलु हेर्नुहोस् है, आलुको पनि कस्तो राम्रो रहेछ। पुरा लगाएको छ, अरू पनि आएको छ। ल हेर्नुहोस् अर्को ठाउँमा, ल हेर्नु त आलु कस्तो दामी यसरी लगा।